वडा नम्बर 8 का वडा अध्यक्ष विश्वराज श्रेष्ठज्यूले आफ्ना समस्याहरूको बारेमा र साथै समाधानको बारेमा पनि प्रस्तुत गर्न जानुभयो र अब यसै गरी आफ्नो वडाको गतिविधि तथा समस्याहरूको बारेमा समस्याहरू राख्नको लागि वडा नम्बर 9 का वडा अध्यक्ष जयकृष्ण बोगटीलाई म यस ड्यासमा निमन्त्रण गर्न चाहन्छु। धन्यवाद। जयकृष्ण बोगटी। नमस्ते सभाका नगर प्रमुखज्यू, उप प्रमुखज्यू, वडा अध्यक्षज्यू र सदस्यज्यू, सम्पूर्ण महानुभावहरूलाई म वडा नम्बर 9 को वडा अध्यक्ष जयकृष्ण बोगटीको तर्फबाट न्यानो अभिवादन। गत वर्ष झै यस वर्ष पनि मेरो वडामा निकै नै समस्या आएको छ। पोल बत्तीको समस्या, सडक बत्तीको समस्या, खानेपानीको समस्या, धारजोरदेखि डाँडाचोकसम्मको पिच भएको छैन। मलाई यति मिलाइदिनको लागि 2 करोड 50 लाख मिलाउन को बारेमा राखेर जानुभयो। उहाँलाई आफ्नो वडाको विकासको लागि पहिलो चरणमा 2 करोड 50 लाख रुपियाँ माग गर्नु भएको छ भने अब आफ्नो वडामा के गतिविधिहरू भए र के समस्याहरू छन्, उक्त समस्याहरूको समाधानको लागि उहाँले कति रकम आवश्यक पर्ने हो त्यो माग गर्नको लागि अथवा समस्याहरूको समाधानको लागि छलफल गर्नको लागि यहाँ म वडा नम्बर 9 का वडा नम्बर 10 का वडा अध्यक्ष विजय लामाज्यूलाई यस ड्यासमा निमन्त्रण गर्न चाहन्छु। यस सभाका नगर प्रमुखज्यू, उप प्रमुखज्यू, वडा अध्यक्ष र यहाँ उपस्थित हुनुभएकोमा अन्य अनुभावहरूमा म वडा नम्बर 10 को वडा अध्यक्ष विजय लामाको तर्फबाट हजुरहरू सम्पूर्णमा न्यानो अभिवादन। गत वर्ष झै मेरो वडामा धेरै समस्याहरू देखा परेका छन्, जस्तै कि सडक बत्ती, खानेपानी, विद्यालयको समस्या। मेरो वडा पर्यटन क्षेत्र भएकोले पर्यटकलाई आकर्षण गर्नको लागि, होमस्टे खोल्नको लागि, पिकनिक स्पोट बनाउनको लागि, यस समस्या समाधान गर्नको लागि मलाई 3 करोडको बजेट माग गर्दैछु। उपप्रमुखज्यू, आजको यस नगरसभामा आफ्नो वडाको गत वर्षको समस्या तथा गतिविधिहरू छलफल गर्दा यहाँहरूले आफ्नो वडाको विकासको लागि रकम माग गर्नुभएको थियो। त्यो रकम हामी प्रत्येक वडामा गई अवलोकन गरी आवश्यक रकम छलफलबाट उपलब्ध गराउनेछौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ। आजको लागि यति नै। धन्यवाद।